साथीहरू यत्रो ठुलो ड्रागन फ्रुट चाहिँ कहिले खाएर सक्नु होला है। आमामा कत्रो ठुलो पाक्न लाग्यो नि ए बाफ्रे। यहाँ पनि हेर्नुस् न यो गाठे यो के हो यस्तो। कमसेकम यत्रो यत्रो साइजको हुनु नि, कमसेकम यत्रो यो साइजको सम्म हुनु के भनेको यो साइजको। अब चाहिँ तर यो ड्रागन फ्रुट चाहिँ लास्ट है, यो लास्ट हो। अब चाहिँ सक्दै गएको हो साथीहरू। अनि कि सेतो हो यो, अनि यो यसको सेतोको यो डाँठ पनि अलिकति फरकै हुन्छ हैन। अनि यो काँडाहरू पनि एकदम अलिक पातलो हुन्छ। अनि त्यस पछाडि यही छ के मिक्स रेड, यो चाहिँ रेड हो के। यो हाँगा चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ एकदम काँडा पनि अलिक बाक्लो छ यसको तुलनामा। अनि यो पनि व्हाइट नै हो यो। अनि यो फलको यो जुन उयो छ नि बाहिरको, यो पनि अलिक पातला पातला हुन्छ, यो अलिक चिल्लो चिल्लो हुन्छ। अनि रेडको चाहिँ यसरी अलिक यो पनि बाक्लो बाक्लो नै हुन्छ के, यसरी अलिक बाक्लै हुन्छ। अनि काँडा भन्नुहुन्छ भनेदेखि यस्तरी छ। अनि यसरी छुट्याउनु होला, सेतो र रातोको चाहिँ बोटबाटै चिनिन्छ है, बोटबाटै चिनिन्छ। यहाँ चाहिँ धेरै झ्याम्मै यहाँ चाहिँ सेतो मात्रै छ, एउटा चाहिँ रातो छ यसमा, अनि अरू चाहिँ जम्मै सेतो छ। अनि यसमा चाहिँ मिक्स छ सेतो रातो। तर अहिलेको फलमा चाहिँ यहाँ चाहिँ वाउ यतिको चाहिँ फल दिनु नि, यतिको फल्यो भने चाहिँ हुन्छ क्या त्यो अघिको जस्तै यत्रो पिउँछ त त्यो के गर्ने हो र। यो सेतो